नमस्ते दर्शकवृन्दहरूमा। आज मिति 2082 साल 8 महिना 6 गते शनिबारको दिन यस श्री पञ्चकन्या मन्दिर व्यवस्थापन समितिले एउटा सानो बैठक राखेर साकेला पर्वलाई कुन तरिकाले मनाउने भन्ने एक किसिमको सानो छलफलमा हामी सहभागी भयौँ। उक्त छलफलको निर्णय अनुसार यसपालिको मङ्सिरे मेलामा साकेला नृत्य अथवा साकेला थान पूजा गर्दाखेरि चाहिँ पञ्चकन्या मन्दिरमा फुलपाती लिकन चाहिँ हामीहरूले पुर्ने डाँडामा गएर नृत्य गर्न सकिने एक किसिमको वातावरण तय भएको छ। उक्त निर्णयलाई पञ्चकन्या व्यवस्थापन तथा सम्वर्धन समितिले निर्णय गरे लगतै हामीहरूले पनि त्यसमा सहमति जनाई आजको यस बैठकलाई निर्णायक बैठकमा उपलब्धि गराई अब आउने मङ्सिरे मेलामा सम्पूर्णलाई चुले निम्तो व्यक्त गर्न चाहन्छु।